नमस्ते एभ्रिवान, जति पनि साथीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ, आज हामी यो भिडियोमा नेपालमा सरकारी ब्याङ्कमा कसरी एन्ट्री गर्न मिल्छ, के एकाडेमिक क्वालिफिकेसन भएको साथीहरूले सरकारी सेवामा जान मिल्छ अथवा ब्याङ्किङ सर्भिसमा जान मिल्छ भन्ने कुरा आजको सेसनमा मैले डिस्कसन गर्दैछु। यो सेसन कसको लागि इम्पोर्टेन्ट हुन सक्छ भन्दा जो साथीहरू अलरेडी सरकारी ब्याङ्कमा भ्याकेन्सी एनाउन्समेन्ट हुन्छ, 12 क्लास पास गरेपछि पनि सरकारी सेवामा जान मिल्छ, ब्याङ्किङ सेक्टरमा जान मिल्छ, ब्याङ्किङ करियर बनाउन मिल्छ भन्ने साथीहरूको लागि। र अर्को चाहिँ भनेको जो साथीहरूले 12 भ्याउनु भएको छ अथवा ब्याचलर्स पढ्दै हुनुहुन्छ, मास्टर्स पढ्दै हुनुहुन्छ, मिनिमम एकाडेमिक क्वालिफिकेसनले पनि सरकारी ब्याङ्कमा एप्लिकेसन दिन मिल्छ, सरकारी ब्याङ्कको लागि तयारी गर्न मिल्छ, सरकारी ब्याङ्कमा जब सिक्योर गर्न मिल्छ भन्ने थाहा नभएको साथीहरूलाई यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। तपाईँको इच्छा छ, ब्याङ्किङ सेक्टर जोइन गर्ने इच्छा छ र तपाईँलाई इन्फर्मेसन छैन, कसरी गर्ने होला, के गर्ने होला, कसरी तयारी गर्नुपर्छ भन्ने कुराको जानकारी छैन भने आजको यो भिडियोले तपाईँलाई कम्प्लिट जानकारी दिनेछ। तपाईँले हेर्नुभयो भने सरकारी ब्याङ्कमा जबको लागि हजुरसँग 4वटा अप्सन छ। एउटा नेपाल राष्ट्र ब्याङ्क, एउटा राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड, एउटा नेपाल ब्याङ्क लिमिटेड र अर्को एडिबिएल एग्रिकल्चरल डेभलपमेन्ट ब्याङ्क लिमिटेड। हजुरलाई यो 4वटा ब्याङ्कको भ्याकेन्सी कहिले कहिले हुन्छ, कुन पोस्टमा भ्याकेन्सी एनाउन्समेन्ट हुन्छ, कुन पोस्टमा हामीले एप्लिकेसन दिन मिल्छ, के एकाडेमिक क्वालिफिकेसन चाहिने हो, कति एज भएको हुनुपर्छ, फर्म कहाँबाट भर्ने हो, एक्जाम कहिले हुन्छ, यो कम्प्लिट डिटेल आजको सेसनमा हजुरहरूले पाउनुहुन्छ। यो भिडियो एन्डसम्म हेर्नु होला। ढिलो नगरिकन यो सेसनलाई मैले सुरु गर्छु। सेसन एकदमै इन्फर्मेटिभ हुन्छ। तपाईहरु अन्तिमसम्म यो भिडियो हेर्नु भयो भने लगभग यो ब्याङ्क जब रिगार्डिङ, सरकारी ब्याङ्कमा जब एप्लिकेसनको रिगार्डिङ तपाईले कम्प्लिट इन्फर्मेसन आजको भिडियोबाट भेट्नुहुन्छ है। ढिलो नगरिकन स्टार्टिङमै म ब्याङ्कको भ्याकेन्सी एनाउन्समेन्ट कहिले कहिले हुन्छ भनेर तपाईहरुलाई जानकारी दिन गइरहेको छु है। सबैभन्दा पहिला अब 80 to 83 फाइनान्शियल इयर 80 to 83 को लागि ब्याङ्कमा यदि तपाई एप्लिकेसन दिन चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिला यो युनिफाइड प्री क्वालिफाइङ एक्जाम दिएको हुनुपर्छ, जसको क्लास चाहिँ जसको चाहिँ तपाईको एक्जाम चाहिँ 15 गते भइसकेको छ। कार्तिक 15 गते एक्जाम भइसकेको छ। यो एक्जाम दिनु भएको छ भने मात्रै हजुरले अब नेपाल राष्ट्र ब्याङ्क, एडिबिएल, एनबिएल र आरबिबिएल को एक्जाम दिन मिल्छ, लेभल 4 को लागि, चौथो तहको लागि। तर यहाँ त्यो लेभलको एक्जाम भन्दा पनि अथवा 4th लेभलको, 5th लेभलको, 6th लेभलको एक्जाम कहिले कसरी दिने अथवा कसले दिने भन्दा पनि भ्याकेन्सी चाहिँ कहिले कहिले एनाउन्समेन्ट हुन्छ भन्ने कुरा चाहिँ तपाईले यो टेबलबाट बुझ्नुहुन्छ है। हेर्नु भयो भने नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी एनाउन्समेन्ट हुने श्रावण भाद्रमा हो। अहिले ढिलो भयो, अझै भ्याकेन्सी एनाउन्समेन्ट भएको छैन। 80 to 83 को लागि नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी एनाउन्समेन्ट भएको छैन, कुनै पनि पोस्टको लागि। 4th, 5th, 6th कुनै पनि पोस्टको लागि नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी एनाउन्समेन्ट भएको छैन। अब रिसेन्टली हुने कुरा छ है। त्यसै गरी हेर्नु भयो भने एग्रिकल्चरल डेभलपमेन्ट ब्याङ्कको लागि भ्याकेन्सी एनाउन्समेन्ट कहिले हुन्छ? भ्याकेन्सी डेट हो मङ्सिर पुसमा भ्याकेन्सी एनाउन्समेन्ट हुन्छ सबै पोस्टको लागि। माघ फागुनमा एक्जाम हुन्छ सबै पोस्टको लागि। त्यसपछि अर्को छ नेपाल ब्याङ्क लिमिटेडको पनि मङ्सिर पुसमा भ्याकेन्सी एनाउन्समेन्ट हुने, माघ फागुनमा एक्जाम हुने, र राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडको पनि मङ्सिर पुसमा भ्याकेन्सी एनाउन्समेन्ट हुने, माघ फागुनमा एक्जाम हुने। यो तपाईको के भयो? एनुअल क्यालेन्डरबाट निकालेको डेटहरू है। लोक सेवा आयोगले पब्लिस गर्छ, एनुअल क्यालेन्डरबाट निकालेको डेट हो। तर यो भ्याकेन्सीमा एप्लाई गर्नलाई चाहिँ हजुरको के हुन्छ? एज क्राइटेरिया पनि हुन्छ है। एज क्राइटेरिया हुन्छ। एज क्राइटेरिया पछि एकाडेमिक क्वालिफिकेसन हुन्छ। यदि तपाईले भर्खर 12 क्लास पास गर्नु भएको हो अथवा तपाई ब्याचलर्समा पढ्दै हुनुहुन्छ, मास्टर्स गर्दै हुनुहुन्छ र तपाई लेभल 4 को लागि जान चाहनुहुन्छ, लेभल 4 भनेको आरबिबिएल, एनबिएल, एडिबिएल, एनआरबी हो, सबैको लागि लेभल 4 भनेको एन्ट्री लेभल हो। एन्ट्री लेभलमा जानलाई यसको मिनिमम एकाडेमिक क्वालिफिकेसन, मिनिमम रिक्वायरमेन्ट के छ भन्दा हजुरले मात्र +2 पास गर्नु भएको छ कुनै पनि फ्याकल्टीबाट, साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल, एजुकेसन कुनै पनि फ्याकल्टीबाट तपाईले +2 मात्रै पास गर्नु भएको छ भने तपाई सरकारी ब्याङ्कमा जबको लागि एप्लिकेसन दिन हजुर एकाडेमिकली क्वालिफाइड हुनुहुन्छ। त्यसको लागि हजुरको उमेर कति भएको हुनुपर्छ? त्यसको लागि हजुरको उमेर पुगेको हुनुपर्छ 18 वर्ष पुगेर 35 वर्ष ननागेको है। यो एज क्राइटेरिया भयो। एकाडेमिक क्वालिफिकेसन 12 पास, 4th लेभलको लागि, एन्ट्री लेभलको लागि 12 पास गर्नु भएको छ भने तयारी गर्दा हुन्छ, प्रिपरेसन गर्दा हुन्छ। भ्याकेन्सी एनाउन्समेन्ट कहिले हुन्छ रे? भ्याकेन्सी एनाउन्समेन्ट यो डेटहरुमा एनाउन्समेन्ट हुन्छ, हजुरले एप्लिकेसन दिन मिल्छ। APP LICATION हजुरले एप्लिकेसन दिन मिल्छ है। एज पुगेको छ, एकाडेमिक क्वालिफिकेसन पुगेको छ भने हजुरले एप्लिकेसन दिन मिल्छ। र भ्याकेन्सी एनाउन्समेन्ट हुने भनेको 4वटा ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्क, एग्रिकल्चरल डेभलपमेन्ट ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड। 4th लेभल भनेको एन्ट्री लेभल भयो,
+2 पास गर्ने बित्तिकै दिन मिल्छ हैन म 5th लेभलमा जान्छु 6th लेभलमा जान्छु भन्नुहुन्छ भने 5th लेभलको लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लागि ब्याचलर पास गरेको हुनुपर्छ र अरु सबै बैंकको 6th लेभलको लागि हजुरले मास्टर्स पास गरेको हुनुपर्छ यदि तपाईको यो एकाडेमिक क्वालिफिकेसन मिट हुन्छ भने हजुरले बैंकको लागि एप्लिकेसन दिन मिल्छ बैंकको पोस्टहरुको लागि भ्याकेन्सी अनाउन्समेन्ट भएपछि एप्लिकेसन दिन मिल्छ र एक्जाम चाहिँ के हुन्छ एक्जाम 3 फेजमा हुन्छ फर्स्ट फेज अफ एक्जाम भनेको प्री क्वालिफाइङ एक्जाम भन्छ यसलाई प्री टेस्ट भन्छौं हामीले सबै बैंकको सिंगल प्री टेस्ट हुन्छ एउटा मात्रै प्री टेस्ट हुन्छ हो सिंगल प्री टेस्ट हजुरले प्री टेस्ट दिइसक्नु भएपछि सेकेन्ड फेज अफ एक्जाममा जाने हो सेकेन्ड फेज अफ एक्जाम भनेको चाहिँ रिटन एक्जाम हो है सेकेन्ड फेज अफ एक्जाम भनेको रिटन एक्जाम और मेन एक्जाम भन्छ रिटन एक्जाम चाहिँ एउटा नेपाल राष्ट्र बैंकको रिटन एक्जाम आफ्नै हुने भयो त्यसपछि अर्को भनेको तीनटा कमर्सियल बैंक हो राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपाल बैंक लिमिटेड र एग्रिकल्चरल डेभलपमेन्ट बैंक लिमिटेड यो तीनटा बैंकको रिटन एक्जाम हुन्छ अलग नेपाल राष्ट्र बैंकको अलग रिटन एक्जाम भित्र पेपर 1 फर्स्ट पेपर र पेपर 2 सेकेन्ड पेपर पेपर 2 सेकेन्ड पेपर त्यस्तै गरी आरबीबीएल एनबीएल र एडीबीएल को यो तीनटैको कमन फर्स्ट पेपर हुन्छ पेपर 1 तीनटैको कमन हुने भयो र सेकेन्ड पेपर रिटन पेपरमा दुईटा पेपर हुन्छ फर्स्ट पेपर पेपर 1 र सेकेन्ड पेपर पेपर 1 तीनटै बैंकको कमन पेपर र पेपर 2 आरबीबीएल को आफ्नै पेपर 2 एनबीएल को आफ्नै पेपर 2 र एडीबीएल को के हुन्छ आफ्नै पेपर 2 हुन्छ र यो सबै बैंकको मेन एक्जाममा जानलाई हजुरले प्री क्वालिफाइङ एक्जाम दिनुपर्छ यो वर्षको लागि 82 83 को लागि प्री क्वालिफाइङ एक्जाम भइसक्यो यदि अब ओहो मैले त प्री क्वालिफाइङ एक्जाम छुटाएँ अब मैले एक्जाम दिन नमिले रहेछ र म दिन चाहन्थे भन्नुहुन्छ भने हजुरले अब प्रिपरेसन सुरु गर्ने भनेको 2083-84 को लागि 83-84 को लागि हजुरले अब तयारी गर्ने बेस्ट टाइम भएको छ हो तपाईले यो एक्जाम दिनुहुन्छ त्यसपछि हजुरको के हुन्छ इन्टरभ्यु सेसन हुन्छ अनि हजुरको पोस्टिङ हुन्छ है अब प्री क्वालिफाइङ एक्जामको हेर्नु भयो भने लेभल 4 नन टेक्निकल प्री क्वालिफाइङ एक्जामको हेर्नु भयो भने हजुरको सिलेबस के राखिएको छ जनरल अवेयरनेस म्यानेजमेन्ट म्याथमेटिक्स र सर्भिस रिलेटेड तपाईले यो प्री टेस्ट पास गर्नु भएपछि है प्री टेस्ट पास गर्नु भएपछि हजुर सेकेन्ड फेज अफ एक्जाममा जाने हो रिटन एक्जाम भन्छ यसलाई है सेकेन्ड फेज अफ एक्जाम ठीक छ बुझिन्छ यहाँसम्म सेकेन्ड फेज अफ एक्जाम जाने हो है यो प्री टेस्टको अब रिटनसँग केही पनि सम्बन्ध छैन प्री टेस्टको एक्जाम दिनुभयो पास हुनुभयो 100 नम्बरमा हजुरलाई चाहिने 45 मार्क्स हो 45 मार्क्स ल्याउनु भयो पास हुनुभयो भने हजुर सेकेन्ड फेज अफ एक्जाममा जानुहुन्छ ठीक छ यो प्री टेस्टको के भयो सिलेबस भयो प्री टेस्टको सिलेबस त्यसपछि हजुरले अर्को भनेको रिटन पेपर सेकेन्ड फेज अफ एक्जाम भनेको रिटन पेपर लेभल 4 को लागि रिटन पेपर के हुन्छ एउटा नेपाल राष्ट्र बैंकको पेपर 1 पेपर 2 रिटन पेपर 1 र पेपर 2 आफ्नै हुने भयो त्यसपछि बाँकी तीनटा कमर्सियल बैंकका चाहिँ कमन पेपर 1 हुने भयो रिटन पेपरमा पेपर 1 कमन हुने भयो त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको पेपर 2 आफ्नै नेपाल बैंक लिमिटेडको पेपर 2 आफ्नै र एग्रिकल्चर डेभलपमेन्ट बैंक लिमिटेडको पेपर 2 आफ्नै हुने भयो यसरी चाहिँ रिटन पेपर डिजाइन गरिएको छ ठीक छ यो सिलेबस तपाईहरुले अब यो सिलेबसको बारेमा जानकारी चाहनुहुन्छ भने हजुरले हाम्रो यो युट्युबमा अरु भिडियोहरु पनि छन् पछाडीको भिडियो हेर्नु भयो भने हजुरले कम्प्लिट सिलेबस डिस्कसन छ हजुरले त्यसमा भेटिहाल्नुहुन्छ र तपाईलाई यदि तपाईलाई प्रिपरेसनमा अगाडि बढ्नु छ केही कन्फ्युजन हुन्छ भने तपाईले भिडियोहरु हेर्नु भयो भने सबै कुरा थाहा हुन्छ र यो भिडियोको डिस्क्रिप्सनमा अरु थप जानकारी हजुरलाई चाहिन्छ रिगार्डिङ दिस प्रिपरेसन बैंकिङ सेक्टर कसरी गर्ने के गर्ने अरु थप जानकारी चाहिन्छ भने यो भिडियोको डिस्क्रिप्सनमा त्यहाँ तपाईलाई व्हाट्सएप ग्रुपको लिंक पनि छ व्हाट्सएप ग्रुप जोइन गर्नु भयो भने वी विल बी कम्युनिकेटिङ फ्रिक्वेन्टली मैले तपाईहरुसँग डेली कम्युनिकेट गर्छु ओरल त्यहाँ फर्मको लिंक छ फर्म भर्दिनु भयो भने तपाईलाई कम्प्लिट इन्फर्मेसन पाउनुहुन्छ हजुरले ठीक छ र यही कोर्सको रिगार्डिङ यही प्रिपरेसनको रिगार्डिङ वी आर कन्डक्टिङ जुम वेबिनार हामीले जुम वेबिनार गर्दै छौं डेली 7 बजे हुन्छ है कार्तिक 26 गते त हाम्रो भोलि कार्तिक 26 गते हुने भयो यसमा पनि वेबिनार छ र साँझ 7 बजे चाहिँ हाम्रो डेली वेबिनार हुन्छ है डेली हाम्रो डिस्कसन सेसन हुन्छ कसरी प्रिपेयर गर्ने के पढ्नुपर्छ कुन बुक लिने इंग्लिश मिडियम गर्ने नेपाली मिडियम के गर्ने भनेर कम्प्लिट डिस्कसन हुन्छ यो जुम आईडी र पासवर्ड हो हजुरले जुम आईडी र पासवर्ड सेभ गरेर राख्नु और एल्स हजुरलाई अझै थप जानकारी चाहिन्छ भने है अझै थप जानकारी चाहिन्छ तपाईले यो सेसन मिस गर्नु भएको छ अझै जानकारी चाहिन्छ भने यु हैव द नम्बर हियर यो नम्बरमा व्हाट्सएपमा कल अथवा मेसेज गर्दा हुन्छ और एल्स है क्लास जोइन गर्न पाए अरु कुनै पनि तपाईलाई कन्फ्युजन छ रिगार्डिङ द प्रिपरेसन
तपाईको एकाडेमिक क्वालिफिकेसनदेखि लिएर तपाईँ जबमा हुनुहुन्छ, मैले टाइम दिन भ्याउँछु कि भ्याउँदिनँ, कसरी गर्ने होला, यदि यस्तो कुनै क्वेरी छ भने यु क्यान कन्ट्याक्ट मी डाइरेक्टली इन माई पर्सनल नम्बर थ्रु वाट्सएप है 9851138082 है। यु क्यान कन्ट्याक्ट इन दिस नम्बर, यु क्यान डाइरेक्टली टेक्स्ट मी। तपाईँले फोन गर्नुभयो भने नउठ्न सक्छ, तर वाट्सएपमा टेक्स्ट गर्नुभयो भने चाहिँ आई विल बी एड्रेसिङ इच एन्ड एभ्री क्वेरी अफ युर्स। ठिक छ। अरू थप जानकारी को लागि तपाईले यही युट्युब च्यानलमा फलो गर्नु, यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक पनि गर्नु, शेयर पनि गर्नु, र यो युट्युब च्यानलमा अरू धेरै कन्टेन्ट रिलेटेड, सिलेबस रिलेटेड, कन्टेन्ट रिलेटेड रेगुलर क्लासहरू यो युट्युब च्यानलमा एभाइलेबल छ। हजुरले यो ब्याङ्किङ तयारी बाइ एडुसफ्ट भन्ने युट्युब च्यानल पनि हजुरले सब्स्क्राइब गर्नुभयो भने अझै धेरै जानकारी हजुरले पाउन सक्नुहुन्छ। ओर एल्स आई हेभ गिभन यु माई नम्बर है 9851138082। यु क्यान डाइरेक्टली टेक्स्ट मी इन वाट्सएप। ठिक छ। द्याट्स अल फर टुडे। For further information, you can join our WhatsApp group. The link is given in the description. We'll be meeting at 7 PM regarding the preparation. अनि अर्को कुरा भनेको we are starting our live classes. है, we are starting our live classes from Sunday. Sunday formal class from Sunday 7 PM onwards. है, regarding the preparation. ठीक छ? That's all for today. We will be meeting in the regular class. Till then, have a very great time. Take care and namaste.